हेलो एभ्रिवान नमस्ते सेवारो स्वागत छ हजुरलाई आजको यो मेरो नयाँ भिडियोमा र म चाहिँ यहाँनिर फर्सीको मुन्टा र आलु पकाउन आँटेको छु। यो चाहिँ अस्तिकै मैले भिडियो अस्ति नै बनाइरहेको थिएँ। यो घरबाट ल्याएर आएको मुन्टा हो फर्सीको। अन्त मैले चाहिँ हाल्नु आँटेको छु प्याज लसुन अदुवा र जिरा मैले अलिकति पिसेको छु नि त। अन्त मलाई कस्तो मनपर्छ फर्सीको मुन्टा त मेरो फेभरेट भन्दा पनि हुन्छ। मुन्टा आइटममा चाहिँ मेरो इस्कुसको मुन्टा भन्दा पनि बेसी मनपर्ने चाहिँ फर्सीको मुन्टा। अन्त यो चाहिँ मैले भाउजूकोबाट ल्याएको। अन्त भाउजूले दिनुभएको मलाई कम्ती नै फलेको थियो र भए पनि कम्ती जति भएको त्यति मलाई दिइहाल्नु भयो। अन्त र भए पनि यो हामीलाई मनक्कै पुग्छ दुईजनालाई हो। अन्त यो चाहिँ आज मजाले पकाएर खाने भनेर सोचिरहेको छु। अहिले चाहिँ बिहानै छ, हामी चाहिँ यो बिहानको लागि बनाउँदैछौँ। अन्त मैले हिजो बेलुकै केलाएर राखिराखेको र के कस्तो छ भिडियो हेरेर चाहिँ इन्जोय गर्नुहोस् होला। मैले आज बिहानै स्टार्ट गरेको छु यो भिडियो। यहाँ चाहिँ आलु फ्राई हुँदैछ। यो आलु पकाएर चाहिँ मैले माथिबाट मुन्टाहरू हाल्छु। अन्त यहाँ चाहिँ नानीको लिटो पाक्दैछ गाइस। लिटो चामल दाल के भन्छ त्यो मखना के हालेर पिसेको थियो। अन्त चाहिँ दुधमा पकाउँदैछु र म चाहिँ यहाँ लिटो पकाउँदै चिया खाँदै सब्जी पनि बनाउँदै गर्दैछु। अन्त उतापट्टि चाहिँ नानी र उसको बाबा चाहिँ चिया खानुहुँदैछ र आजको हाम्रो दिन चाहिँ सुरु हुन्छ। र अहिले चाहिँ मामहरू पनि खाइसक्यो, उसको बाबा पनि ड्युटी गइसक्नुभयो, सबै सनेक्सिन सकेर नानी पनि सुतिसक्यो। अन्त म चाहिँ यहाँनिर निप्पल हेर्दैछु। यो चाहिँ उसको सानोको निप्पल हो, उसले फर्स्टमा चलाएकै यही निप्पल थियो उसको चाहिँ। उसले चाहिँ हस्पिटलमा मेरो जन्मिने बित्तिकै चाहिँ मेरो ब्रेस्ट मिल्क चाहिँ आएको थिएन नि त। 1 महिना बाददेखि मात्रै मजाले आउनु थालेको। त्यही भएर उसले चाहिँ उयो खायो, मेरो आमाको दुध सँगसँगै उसले चाहिँ नान पनि खाएको थियो नि त। त्यही भएर त्यो बोतल अन्त अहिले चल्दै गरेको चाहिँ यो पिङ्कवाला बोतल हो। उसलाई चाहिँ कुनै किन हो पिङ्कै मात्रै जुरिरहेको हुन्छ। अन्त दुधवटा पिङ्क भयो नि त, पछि ठुलो भएर चाहिँ मार्छ होला मलाई किन पिङ्क दिनुभएको भनेर हो। अन्त उसको कलर हुँदैन नि त। अन्त यो चाहिँ अस्ति इमर्जेन्सीमा किनेको जोरथाङमा, उता घर जाँदाखेरि कलर पनि अप्सनै पाइनँ। अन्त मलाई यो मन पऱ्यो नि त। यसको उयोहरू दुईवटा सिपर पनि रहेछ, अन्त निप्पलवाला जस्तो पनि रहेछ हो। अन्त त्यहाँदेखि चाहिँ मैले यो पनि पिङ्क कलरै जुर्यो हो। अन्त त्यहाँदेखि चाहिँ पिङ्क छ तर राम्रो छ यसको के कामहरू चाहिँ राम्रो छ यस्तो हो। अन्त यसको चाहिँ यहाँनिर यो चाहिँ दुध खाने अरे हो। अन्त चाहिँ अर्को सिपर छ एक्स्ट्रा, यो चाहिँ पानी पिउने भनेर चाहिँ त्यहाँनिर दबाई दोकानबाट किनेको नि त। इमर्जेन्सीमा किनेको, घर जाँदाखेरि चाहिँ निप्पल बिर्सेछ भनेर कि भरे त थिएछ हो। अन्त यो चाहिँ चलाएकै छैन, नानीले पानी खानु पनि जानेन। अहिले ऊ सानै छ नि त हो, अन्त त जानेन नि त यो। त्यही भएर मैले चाहिँ यो चाहिँ राखिदिन्छु भनेर चाहिँ राखेर चाहिँ अब अर्को यो छ ब्लूवाला। यो चाहिँ मैले सानै हुँदा किनेको थिएँ। यो ब्लूवाला चाहिँ मैले अघि नै मजाले तातो पानी उम्लेको पानीमा एकछिन पकाएर चाहिँ यो सबै मैले उयो रेडी बनाइसकेको छु। अब यही दिउँ भनेर यो चाहिँ कहाँ ट्राभल गर्दाखेरि चाहिँ यो क्याप रहेछ, माथिबाट लिक नहुने भनेर एक्स्ट्रा क्याप पनि हालिदिनु भएको छ। यो चाहिँ मलाई मन पर्यो। कहाँ बजारहरू जाँदाखेरि पानीहरू बोकिदिनुको लागि एकदम राम्रो होइन गाइस। अन्त चाहिँ अहिले चाहिँ मैले यो क्याप राख्दैछु। अन्त चाहिँ यो चाहिँ मैले फेरि पहिला किन मैले पहिला चलाइनँ जस्तो लाग्यो, किनभने एन्टी कोलिक रहेछ नि त। सानोमा नानीहरूलाई कोलिक कस्तो हुन्छ हो। अन्त एन्टी कोलिक रहेछ, तर त्यति बेला के याद होइन कोलिक भन्ने के हो, कस्तो बेलामा हुन्छ के हुन्छ भनेर। यो सबै डिजाइन चाहिँ त्यति बेला चाहिन्थ्यो मलाई, तर अब मलाई बादमा मात्रै त याद भयो कोलिक हुन्छ नानीहरूलाई भनेर। अन्तदेखि त्यही भएर रिग्रेट चाहिँ भइराखेको छ, मैले त्यति बेला किन हेरिनँ रहेछु भनेर। अन्त यो चाहिँ भर्खर खोल्दैछु नि त मैले। यो दुईवटा चाहिँ यो पिङ्क र यो ब्लू दुईवटा चाहिँ मैले यो चाहिँ पुरानो भयो, अब दुईवटा राखिदिन्छु हो। अन्त के छ यो चाहिँ दुईवटा चाहिँ नयाँ, अब यो ब्लूले चलाउँछ हो। अन्तदेखि पिङ्क चाहिँ म बादमा चलाउनु लाउँछु, किनभने यो निप्पलहरू चाहिँ 3 महिना 3.5 महिनाको मात्रै हुन्छ अरे नि त उनीहरूको उयो के भन्छ डेट हो कि के, त्यति मात्रै चलाउनु पर्छ अरे, बेसी चलाउनु हुँदैन अरे नि त। त्यही भएर मैले चेन्ज गरिदिनु आँटेको। यो पनि राम्रै नै छ। यो चाहिँ उसलाई सानै ऊ जन्मिनुभन्दा अगाडि नै मैले किनिसकेको थिएँ, किनभने मलाई याद भएन गर्ल हुन्छ कि बोय हुन्छ भनेर, जेन्डर याद थिएन। त्यही भएर मैले दुईवटा कलरको किनिरहेको थिएँ। अन्त हस्पिटल जाँदा चाहिँ पिङ्क बोकेको थिएँ नि त। अन्त चाहिँ किनभने अब छोरी हुन्छ जस्तो लागेको थियो मलाई, कतिवटा सिम्टम्सहरू प्रायःले प्रेडिक्ट गर्नुभएको थियो छोरी खालको। अन्त मैले पिङ्कै बोकेको थिएँ। अन्त यही चाहिँ उसले फर्स्ट चलाएको थियो हो। अन्त मलाई फ्याँक्नु पनि मन लाग्दैन, कस्तो माया लाग्छ नानीको त। मलाई हरेक कुरा फ्याँक्ने भनेको मैले डाइपर मात्रै हो, उसको त मलाई त सबै कुरा माया लाग्छ। अन्त यस्तै भए पनि म राखिदिइराख्छु उसलाई, पछि नै उसले जे गर्छ गरोस्, म चाहिँ फ्याँक्दिनँ त्यस्तो सोचिरहेको छु। अन्त म यो पुरानै भएको भए पनि राखिराख्छु। उसले यो चाहिँ किनभने सानोमा किनेको मैले हो, ऊ भुँडीमै हुँदादेखि लागेको भागहरू हो नि त यिनीहरू। अन्त यो चाहिँ एन्टिकोलिक थिएछ, त्यति बेला याद भएन। अन्त अहिले चाहिँ दिन भइसकेको छ, नानी पनि ठिकै उठ्यो। अब चाहिँ मैले यो गरन्डल अस्ति घरैबाट ल्याएको थिएँ, कस्तो गुलियो मिठो रसिलो हुन्छ नि त पाकेको। अन्त भाउजूले दिनुभएको थियो यो पनि। अन्त म चाहिँ यो नानीलाई यहाँ फिल गरेर खुवाउँछु भनेर चाहिँ यहाँ हालिसकेको छु। अब उसले खान्छ।
गुलियो भइरह्यो कि के भएर उसले मजाले खान्छ यो चाहिँ हो। अन्त चाहिँ अब दिन पनि भइसकेको छ, उसलाई के दिउँ भनेर सोचिरहेको थिएँ। ठिकै यहाँनिर फर्सी पनि छ, यो अस्ति बाटोमा आउँदा आउँदै किनेको नि त तल 32 नम्बरमा। अन्त म चाहिँ आज चाहिँ यही फर्सी उसिनेर दिन्छु उसलाई सोचिरहेको छु। फर्स्ट टाइम हो उसको फर्सी के कस्तो हुन्छ हेरौँ ल। तर यो त्यति साह्रो गुलियो खालको चाहिँ हुँदैन रहेछ, उसले खान्छ कि खाँदैन र। अब म उसलाई दिने हो आजको लागि चाहिँ। अहिले चाहिँ अब 4 पनि बजिसक्यो, हेर्नुहोस् ल। साह्रो आउनु भएको छ त भन्नु नि के भयो किन रिसाउनु भएको? खै कति के पाउनु भयो अरे? गिफ्टहरू पनि देखाउनु त गाइसहरूलाई। गिफ्ट यो हो डिटर्जेन्ट पाउडर, त्यो पेस्टहरूको उयसमा यो राम्रो हुन्छ। अस्ति पनि चलाएको नि, नानीको हगिस पनि त्यत्तिकै छ, गाइस इग्नोर गर्नुहोस् होला। यो तेल चाहिँ मैले खानुको लागि तेल, अनि के तेल यति हो, अब सक्यो। यति हो, यो पनि गिफ्टै हो, साबुन। ए आज के पाउनु भएछ गिफ्ट? यति 2टा पाइएछ। यो साबुन भयो हो, त्यो त्यति हुन्छ, सक्यो अरे तपाईँको 100 को चाहिँ। अन्त यति 2टा चाहिँ गिफ्ट आज यो सपिङ गर्दाखेरि। यदि चाहिँ अरू दोकानमा सपिङ गर्दा चाहिँ पाइन्छ अन्त दिन्छ भैयाहरूले? दिँदैन नि होइन? एउटा लुवाङ पनि दिन्छ? ल एउटा तिमीले यत्रो 3000 को सपिङ गर्यौ, उसले एउटा सुपारी खानुहोस् न भन्छ। ल भन्नुहोस् त, भन्छ 3000 को सपिङ गर्यौ, ल यो सुपारी टोक्नुहोस् न भन्छ? भन्दैन नि होइन? तर भेस्टिजले हेर्नुहोस् त यी यो डिटर्जेन्ट त पुगी गयो। यो 2टै चाहिने छ, देख्नु भएन गाइस है। अन्त यो चाहिँ 100 PB बनाउनु पर्छ भनेर मैले यिनीहरू सबै यो गरेको। यिनीहरू चाहिँ मगाएकै छ, पठाइदिने हो। यो पनि पठाइदिनु पर्ने छ, यो मेरै बुढोको लागि हो, कस्तो हुन्छ हो। अन्त यो तेल चाहिँ खानुपर्ने छ, लाइट हाउस राइस ब्रान्ड ओइल अरे हो। गुडनेस अफ गममा के हो, ओरिजिनल ट्रान्स फ्याट फ्री, हेल्प्स इन लोवरिङ कोलेस्ट्रोल। एकदम दिन्छु नि अन्त। यहाँ चाहिँ गाइस यो चाहिँ अब बजारे तेल पनि खानुपर्छ हो। तोरीको के हो, तोरीको तेल, रिफाइन ओइल के हुन्छ। अन्त तिनीहरू पनि म ल्याउनु चाहिँ के कोही बेला फ्राईहरू गर्नुपर्छ, अनि बेसी चलाउने ठाउँमा चाहिँ। तर रेगुलर युजको लागि चाहिँ मैले चाहिँ आजदेखि नै, आजैबाट चाहिँ यो थालेँ। किनभने यो चाहिँ हेल्दी भनेर मैले धेरै रिभ्यूहरू पनि देखेँ होइन। अन्त चलाएको पनि कति उयो भयो नि त। यहाँ हेर्नुहोस् न, हेल्प्स इन लोवरिङ कोलेस्ट्रोल अरे। अरू पनि चलाउँदिनँ भनेर टोटली बोइकट चाहिँ गर्नु सक्दिनँ, किनभने चाहिन्छ तेल पुरा बेसी चाहिन्छ नि त। आजकलको जमानामा त कति फ्राई चिजहरू खानुपर्छ। अन्त चाहिँ त्यो पनि ल्याउँछु, चलाउँछु छ होइन। तर रेगुलर युज हामीले सब्जीहरू खानु, सुपहरू बनाइ खानुको लागि चाहिँ म यो लगाउँछु। कम्ती हाल्छु, म फारो गर्छु, तर यही खान्छु। अलिक हेल्दी खाऊँ भनेर नि। यो 780 छ, तर अब मेम्बरसिप आइडीमा किन्दा चाहिँ अलिक कम्ती नै पर्छ हो। र यस्तै नै छ गाइस, आज पनि गिफ्ट भेला भयो। तेल पर्फ्युम सबै काटेर दिनु होला नि। यो तेल 500 पनि कति छ हौ। ल यो पर्फ्युमहरू ट्राई गर्नु त। मैले चताइरहेको छु। पकेट पर्फ्युम यो चाहिँ कस्तो हुन्छ भनेर सानो मगायो नि पकेटकै। यसलाई खेल्नुको मजा हुने रहेछ। अब कस्तो छ हैन यो फोन कस्तो रहेछ? मन परेन? हो उसको खोज्नु हुँदैन पो यो चाहिँ। के दिनु? खोजेर उयो सबै चताइदिएर चाहिँ मैले खोज्नु हुँदा चाहिँ रोएर गर्न सक्दैन। चाहिएको केटीको जस्तो स्ट्रङ चाहिँ र गाइस देखिसक्नुभयो आज भेस्टिजबाट यो महिनाको चाहिँ सपिङ गरिसकेँ। महिनाको त्यो 100 PB को टार्गेट मैले पुऱ्याइसकेँ हो।
अन्त के ल्याएँ भनेर पनि मैले देखाइसकेँ गाइस। अन्त मैले चाहिँ जानु नानीसँग झमेला हुन्छ र मेरो बुढालाई ड्युटीबाट आउँदै लिएर आउनुहोस् ल भनेको थिएँ। अलिकति यताउता गडबड घचाघुचुक के भएको थियो। अन्तदेखि पैसा पनि बुढालाई हालेर ल्याइदिनुहोस् ल, अन्त म चाहिँ भरे दिन्छु भनेको थिएँ कि। अनि अहिले यहाँ अरू केही जान्दिनँ, हिसाब चाहिँ चाहियो भन्नु थियो। अनि म पनि तेल सेल सबै काटेर दिन्छु भनेको नि गाइस। ठिकै होइन, तेल घरको तेलहरू त काटेर दिनु पऱ्यो नि पैसा। तपाईँ 2000 जस्तो चाहिँ पाउने रहेछ, बुझ्नुभयो? छैन, नानीले चताइदियो। यो डह्रो हुन्छ भनेर खेल्नु दिएको थिएँ नि अघि, पुरा मागेर रोएर कि चताइदिइहाल्यो नि। कहाँ गएको हो भाइ? सुई लगाएर आइसक्यो। अन्त खुट्टा चलाउँदैछ उसले। मैले चाहिँ लुगाहरू खोलखाल पारिदिएको, यस्तो गरम हो। खै त अहिले भरे चाहिँ रुन्छ है, अब उचाल्नु नसकेर आया भएको छ मान्छेलाई। यो 9 मन्थको चाहिँ 2टा हातमा, एउटा चाहिँ खुट्टामा हुँदोरहेछ। अन्त खाने पनि हुँदो रहेछ हो। अहिले चाहिँ ऊ रोको छैन, अघि गाडीमा सुत्यो, अन्त खेल्दैछ। गरम गाइस, यति बेसी गरम, म त बेहोसै भइसकेँ। नानीको चाहिँ 3टा लाउनु पर्दोरहेछ हो। यता एउटा खुट्टामा एउटा। ओ माई गड, रोएर त उता रुनु पनि सक्दैन हो, हिरिक हुन्छ हो माया लागेर। उसको पापाले त कहिले हेर्नु सक्ने पनि होइन हो, मैले पक्रिनुपर्छ। उसको पापा त दबाई किन्नु गएको भनेर दबाई किन्नु जानुभयो, भरे लगाइसकेर मात्रै आउनु भएको थियो। र अहिले चाहिँ गाडीमै सुतेर आयो। अहिले चाहिँ खेल्दैछ, भगवान् केही नहोस् है, खेलिबस्छोस् भन्छु। तर त्यो खुट्टा चाहिँ पहिलाको जस्तै त्यो हल्लाउनु नसक्ने हुन्छ होला। लुगा खोलखाल पारेर गरम भएर चाहिँ सबै राखिदिएको, भेस्ट प्यान्टहरू मोजा सोचा सबै खोलिदिएको। अहिले त यस्तो चाहिँ स्थिति। 2टै हात र एउटा खुट्टामा हो। तातै छ र नदुखेको होला नि है, अहिले एकछिन हुन्छ नि उसको। खुट्टा चल्नु छोड्यो छानु मान्छेको हो। हल्न चल्ब, हल्लाउनु खुट्टा हल्लाउनु। गुड जब। यो हल्लाउनु न, यसो गर्नु नि हो। साह्रो पऱ्यो, खेल्दै थियो कि आएर चाहिँ मजाले यहाँले यताउता अल्टीपल्टी गर्दै थियो। भरे त ऊ यहाँ डिलमा गएर त यता आउनै सकेन, रुयो कि के भएछ भनेको त खुट्टै जाम भएछ। अब चाहिँ अब माम खाऊँ भनेको उता, अन्त रुनु आँट्यो। हात पनि चलेन। र गाइस दिउँसो चाहिँ मजाले खेले हो। अन्त रात पर्दै साँझ पर्दै गएपछि चाहिँ उसलाई चाहिँ चाप्नु थाल्यो, खुट्टाहरू हातहरू पनि दुख्दैछ। अन्त ज्वरो पनि आउला जस्तो हुँदैछ हो। अन्त दबाई चाहिँ दिएको अघि, ज्वरोको आउने बित्तिकै हो। र पनि ज्वरो आउने रहेछ। खेल्नै छोड्यो त हौ मान्छे, के भयो? खेल्नु छोड्यो त हौ। यो हात खै खेल्नु नि अन्त, खै खुट्टा पछारेको।
र गाइस हामीले चाहिँ हिजो भिडियो सुट गर्नु सकिन त्यतिकै नानी पनि बिमारी भयो अन्त ज्वरोहरू आयो राति पनि सुत्नु सकेन नानी रातभरि अन्त पुरा साह्रो पार्यो नि त त्यतिकै भिडियो बनाइन अन्त आज चाहिँ नेक्स्ट डे आज चाहिँ हामी बजार गएको उसको पापाको विक अफ हो नि त त्यही भएर अन्त यहाँ चाहिँ नानीको कुकर किन्नु पर्ने थियो नि त उसलाई चाहिँ अब लिटो नदिउँ भनेको अर्को महिनादेखि चाहिँ अन्त एउटा कुकर लिइहालौँ भनेर चाहिँ हामी यहाँनिर दोकानमा पस्दैछौँ कस्तो किन्यो भरे घर गएर देखाउँछु ल अन्त एमजी मार्कमा चाहिँ कुजु फेस्टिभल चाहिँ चल्दै रहेछ अन्त यहाँ पनि हामी एकछिन घुम्यौँ यताउता हो के कस्तो रहेछ हजुरलाई पनि सेयर गर्छु ल त्यस्तै हालिदिन्छु है म न भिडियो बिगार्नु मेरो हाँसिदिनु न हाँस्नु नि हौ गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ एमजी मार्कमा चाहिँ कुजु फेस्टिभल चल्दै रहेछ अन्त मैले पनि यो हेर्ने चाहिँ मौका पाएँ किनभने आज चाहिँ अब निस्किनु पनि अल्छी लागिरहेको थियो यस्तो गरम र भए पनि हामी बेलुका निस्केको थियो अन्त र भए पनि मजाले घुम्यौँ यहाँ सबैले आफ्नो आफ्नो जातिको स्टलहरू लगाइराख्नु भएको छ भेराइटिजमा के छ यहाँ कतिवटा मैले पनि नदेखेको सामानहरू रहेछ हो अन्तदेखि कतिवटा चाहिँ देखेको सामानहरू थियो अन्त नदेखेको सामानहरू हेर्ने मौका पाएँ र त्यसरी नै यहाँ लिम्बू ट्रेडिसनल ह्यान्डलुम के फुड स्टलहरू पनि थियो होइन अन्त हामी चाहिँ यहाँ हेर्नुहोस् न जातोहरू पनि रहेछ हो के रहेछ नि त कतिजनाले देख्नु भएकै छैन होला हो जातो टोलुङ अरे दुन्देरी के रहेछ हौ कतिवटा त मलाई पनि नाम आउँदैन हो अन्त मैले चाहिँ सबै हेरेँ मात्रै अन्त नानीसँग बोकेर घुमेको नि त अन्त यो भिडभाडमा नानीसँग अलिकति साह्रै पर्छ अन्त हामी यति घुमेर चाहिँ यो स्टलहरू देख्दा त भोक लागिहाल्यो हो अन्त फेरि यो फुडको आइटम्सहरू देख्दा झन् भोक लाग्ने हो अन्त चाहिँ मैले चाहिँ यहाँनिर सेलरोटी अन्त याङबेन र पर्क त्यहाँदेखि हामीले ससेजहरू खायो हो अन्त यो भिडियो चाहिँ मेरो बुढाले खिचिदिनु भएको म चाहिँ भित्र खाँदै थिएँ अन्त नानी पनि हेरिदिइराख्नु भएको छ उहाँले अन्त चाहिँ म चाहिँ भित्र खाँदै थिएँ नि त अन्त नानी हेरिदिँदैछ नानी पनि सुत्नु आँटेको छ नि त निन्द्राले उहाँ भइरहेछ अन्त म चाहिँ भित्र खाँदै कस्तो मिठो फर्स्ट टाइम मैले त याङबेन र पर्क चाहिँ फर्स्ट टाइम खाएको चाहिँ देखिरहेको तर टेस्ट गर्ने मौका पाएँ धेरै धेरै धन्यवाद बहिनीहरूलाई हो यस्तो मिठो मिठो खानेकुरा बनाएर राख्नु भएको रहेछ फेरि पनि आउँछु भनेर चाहिँ सोचिरहेको छु अब तर सकिहाल्छ अभाग्य होस् चाहिँ मैले खाएको होइन यो खानु तपाईँ हड्डीको भाइको नयाँ चप्पल हो खै भाइको नयाँ चप्पल देखौँ गाइसहरूलाई ए एम पो छ त अन्त बी हो बी पनि छ एम पनि छ यहाँ पोइक पनि रहेछ भाइको समरको हो कति सफ्ट छ ल बस्नु न यहाँ भाइ ए यहाँ हेर्नु त भाइकै यो बाउको पनि छ त्यहाँनिर भाइको यहाँ छ ए कस्तो उठिरहेको ए आमा भाइको त्यो बोरोसिलको चाहिँ के हो अन्त वासर्ट नि व्हाइट कलरको थियो त्यस्तै होला नि अन्त राम्रै हुन्छ ऐना पो देख्दै रहेछ पुरा यहाँ पो हेर्ने बेला ऐना त ला बेलुकाको हात दुख्नु थालेको होला उसको यो चाहिँ भाइको कुकर हो अब उसले उयो खाँदैन के भन्छ लिटो खाँदैन अर्को महिनादेखि अन्त उसलाई यसमा खिचडीहरू बनाएर दिने भनेर चाहिँ भाइकै नाममा चाहिँ यो कुकर ल्याएको गाइस आज चाहिँ हामी अचानक बजार गएको यो चाहिँ उसको बाबाको लन्च बोक्ने त्यति नै होइन ऊ चाहिँ हिजो पनि सिरियस थियो ज्वरो आएर बेलुका भएपछि अहिले पनि यहाँ बेलुका भएपछि ठुस गर्दैछ अन्त अब यति नै हो भिडियो गर्दिनँ ल बेसी उसलाई साह्रो पर्यो होला हातहरू दुख्यो होला है हात तन्काएकै छैन त भाइ यहाँ हेर्नु त ला यहाँ लाग्यो कि क्या हो लाग्यो कि क्या ओ